जाँदैछ आज सेकेन्ड स्ट्रिट भन्छ। अब ये कौन है बे? काट्दिउँ है। द्याट इज द सेकेन्ड स्ट्रिट। सोध्ने प्रयास चाहिँ गरौँ। ओके गाइजहरू, मैले पर्मिसन पाइसकेको छु। सेकेन्ड ह्यान्ड आइफोनहरू पनि पाउँछ। आएको भनेको चाहिँ ट्राइपोड किन्नलाई क्लथहरू। आई निड ब्याग। मलाई ब्याग चाहियो त। दामी रहेछ ब्याग त। एन्ड सुइटेबल प्राइसमा टिचर्सहरूको लागि पनि दामी दामी सामानहरू पाउँछ। टिचर्सकै कपडामा गएको हुन्छ कि अब 500 वाट। अनि क्वालिटी भनेको चाहिँ मस्तको हुन्छ, चुम्मेश्वरी वाला हुन्छ। त गाइजहरू, मेरो रुमको अगाडि भएको पार्कमा म पुगिसकेको छु। हेलो एभ्रिवान, वेलकम टु ब्याक अनदर भिडियो एन्ड आई एम मिस्टर बिया। फेरि एउटा भिडियो लिएर आइसकेको छु तपाईँहरूको बिचमा। स्कुलबाट म फर्किँदैछु। सो आज मलाई केही सामानहरू किन्नु छ, केही डिभाइसेसहरू चाहिँ किन्छु। मलाई साह्रै मनपर्छ, त्यसैले आज मलाई एउटा ट्राइपोड किन्न जानु छ। सो त्यसैको लागि म जाँदैछु आज जापानको सेकेन्ड स्ट्रिट भन्छ, यानि कि सेकेन्ड ह्यान्ड सप, जहाँ सेकेन्ड ह्यान्ड सामानहरू पाउँछ, यानि कि युज भएका सामानहरू पाउँछ। अब ये कौन है बे? मोबाइलको हालत खतम छ। यहाँ माथि चाहिँ ट्रेन हिँड्छ, बुलेट ट्रेन माथि हिँड्छ। लाइट ओपन भइसक्यो। सो धेरै ठाउँ ठाउँमा चाहिँ हुन्छन् यस्ता सपहरू, सेकेन्ड स्ट्रिट सप भन्छ। अनि त्यसमा चाहिँ यदि तपाईँहरूले किन्नु आफूसँग भएका सामानहरू छ भने त्यसलाई बिक्री पनि गर्न सकिन्छ। अनि आफूलाई चाहिएको सामान किन्न पनि सक्नुहुन्छ। सबै कुराहरू पाउँछ, जस्तो मोबाइलहरू पनि पाउँछ, त्यसपछि फ्रिजहरू पनि यस्तोहरू पनि पाउँछ, साइकलहरू पनि पाउँछ, अनि त्यसपछि कपडाहरू पनि पाउँछ, अनि डिभाइसेसहरू जस्तो मलाई चाहिएका डिभाइसहरू पनि पाउँछ। काट्दिउँ है। द्याट इज द सेकेन्ड स्ट्रिट। सेकेन्ड स्ट्रिट लेखाएको छ, भ्युज सप भनेर पनि लेखिदिएको छ त्यहाँतिर। अनि तल त्यो हेर्नुहोस्, ट्याक्स फ्री लेखाएको छ। सबभन्दा पहिला त मैले सोध्छु यहाँ भिडियो बनाउनु मिल्छ कि मिल्दैन। यदि ओके भनेछ भने बल्ल भिडियो बनाएर भित्र जान्छु। यदि ओके भनेन भने चाहिँ मैले भिडियो बनाउन पाउँदिनँ। सो आई ट्राइड कि पहिला सोध्ने प्रयास चाहिँ गरौँ। मैले सोधिसकेको छु, अब उहाँहरूले मान्छ कि मान्दैन नै। 配信される SNS そうですね。 SNS YouTube で。 YouTube はい。ちょっと待ってください、はい。ライブいやライブはダメです。ダメライブはダメ。ライブじゃない。あと人の顔はダメです。OK。 OK OK。物だけ。ものだけ。はい。 सो ओके गाइजहरू, मैले पर्मिसन पाइसकेको छु। सो मैले अब चाहिँ के पर्मिसन पाएको भने चाहिँ लाइभ चाहिँ देखाउन मिल्दैन गरे। अनि त्यसपछि चाहिँ मान्छेहरूको फेस हुन्छ नि, त्यसमा चाहिँ ब्लर गरिदिनुपर्छ भनेर चाहिँ भनेको छ। गिटारहरू चाहिँ यहाँ हेर्नु न कस्तो मजा राखेको हुन्छ। गिटारहरू, पियानोहरू, अनि त्यसपछि अनि यो चाहिँ एडभान्टेज छ। एडभेन्चरहरूको लागि, ट्राभलहरूको लागि सामानहरू, टेन्टहरू चाहिन्छ नि, टेन्टहरू के केहरू चाहिन्छ, सब राखिदिएको छ। गिटारहरू पनि राखेको छ। तर यिनीहरूको प्राइस हेर्दा चाहिँ सकिसक्यो। 12,000, 19,000, 24,000। अन्त अब नेपालमा यो त नयाँ नै आइदिइहाल्छ। त्यही पनि जापानको तुलनामा भने चाहिँ बहुत सस्तो फेरि हो। अनि यहाँ ग्याजेटहरू राखेको छ, के चाहिन्छ। सो मैले यहीँबाट छानबिन गर्छु लिने। सेकेन्ड ह्यान्ड आइफोनहरू पनि पाउँछ। पुरै कुन आइफोन किन्ने हो, कुन मोडलको किन्ने हो भनेर चाहिँ यहाँ राखिदिएको हुन्छ। इयरफोनहरू चाहियो भने चाहिँ यहाँ तपाईँले पाउनुहुन्छ। हेडफोनहरू 43,000 कति महँगो हो। क्यामेरा मैले पहिला यहीँबाट क्यामेरा किन्ने भने चाहिँ यो निकोनको, बट मैले किनिनँ। मनी प्रब्लम। यदि तपाईँहरू जापानमा हुनुहुन्छ र तपाईँहरूलाई सामान चाहिएको छ किन्न, र एभ्रिथिङहरू पाउँछ कि टिभीहरू हेर्नु भयो भने टिभीहरू पनि यहीँ राखिदिएको छ। अनि बुफरहरू यहाँ राखिदिएको छ, हेडफोनहरू यहाँ राखिदिएको छ। त्यसपछि गर्मी महिनामा हुने यो सब सामानहरू राखिदिएको छ। अनि लाइटहरू राखिदिएको छ। र म आज खास आएको भनेको चाहिँ ट्राइपोड किन्नलाई। यहीँको ट्राइपोडहरू आउँदै आउँदैन नि, भेजा खराब हुन्छ नि फेरि कहिले त। यो ट्राइपोड 1300को ट्राइपोड छ। ठिक छैन। अनि आज आएको रहेन त। सो मैले बुझिहालेँ। सो म नेक्स्ट टाइम फेरि आउँछु चेक गर्नको लागि। 300 रुपियाँमा सायद मिस्टेकले लेखेको छ। त्यो किचनको लागि ग्राइन्डरहरू पनि छ, तातो पानी तताउनेहरू पनि छ। त्यो भन्दाखेरि सेकेन्ड स्ट्रिटको बेनिफिट भनेको कपडा, एकदम राम्रो कपडाहरू स्विट प्राइसमा पाउँछ। ओके, म तपाईँहरूलाई देखाउँछु सेकेन्ड फ्लोरको पावर। जो सेकेन्ड स्ट्रिट भनेको मोस्ट फेमस भएको भनेको त्यही, विशेष गरी लेडिजहरूको लागि। किन भन्दाखेरि सामानहरू होइन
अनलाइन मगाउने भने क्वालिटी चेक गर्न पाउँदैनौँ अब यहाँ आएर चेक गऱ्यो भने चाहिँ हुन त सेकेन्ड हो तर क्वालिटी बेस्ट हुन्छ क्या अनि प्राइसहरू पनि सुइटेबल हुन्छ सो मैले देखाउन खोजेको चाहिँ क्लथहरू सो यो फ्लोर भनेको चाहिँ पुरै क्लथको छ यहाँ तपाईँले जुत्ता पाउनुहुन्छ प्यान्टहरू पाउनुहुन्छ अनि त्यसपछि लिएर ब्यागहरू पनि पाउनुहुन्छ एभ्रिथिङहरू पाउनुहुन्छ क्या ओके आई निड ब्याग मलाई ब्याग चाहिएको थियो मैले भेटाएँ जस्तो लाग्छ यो 4000 रुपियाँ चाहिँ किन कति महँगो हो त्यस्तो माइलो टी सर्टहरू अब टी सर्टहरू पनि किन्ने बेला भएको छ मैले ए दामी रहेछ ब्याग 5000 चाहिँ मैले औकातभन्दा बाहिर एक्चुअली पुरैहरू वाइड एङ्गलमा हेर्नु ओके जुत्ताहरू हेर्नु है पुरै जुत्ताहरू एडिडास भन्नुहुन्छ कि नाइकी भन्नुहुन्छ कि ठुलो ब्रान्डहरू भन्नुहुन्छ कि सबका सब चिजहरू यहाँ पाउँछ मस्त एन्ड सुइटेबल प्राइसमा यो जुत्ता चाहिँ मलाई लास्ट मन परेको छ अझै पनि रहेछ कि जुत्ता अझै बिक्री भएको रहेछ 1900-2000 मा हेर्नु न कस्तो राम्रो छ 2000 मा यस्तो जुत्ता पाउँछ भनेको हुन त नयाँमा पाइहाल्छ पाउनु त फर लेडिजहरूको लागि पनि दामी दामी सामानहरू पाउँछ सबभन्दा पहिला म तपाईँलाई कस्मेटिक सामानहरू देखाइन्छ यहाँबाट चाहिँ हेर्नु घडीहरू सडीहरू राखिरहेको छ चस्माहरू राखेको छ अनि त्यसपछि मालाहरू राखेको छ तर प्राइजहरू चाहिँ नतर्सिनु होला तर छन चाहिँ सबै कुराहरू छ नेक गार्डहरू म पाइएको छ एन्ड देन अब तपाईँलाई देखाउँदै जुत्ताहरू पनि यहाँ राखिदिएको छ टी सर्टहरू एन्ड देन यतातिर पनि हेर्न सक्नुहुन्छ टी सर्टहरू सब राखेको छ अब म लेडिजहरूकै कपडामा गायब हुन्छु कि अब यस्तो ब्याग यहाँ चाहिँ राखेको छ ब्यागहरू तपाईँलाई कस्तो ब्याग मनपर्छ यस्तो ब्याग मनपर्छ यस्तो ब्याग मनपर्छ ह्यान्ड क्यारी ब्याग मनपर्छ यो ब्याग मनपर्छ यो ब्याग मनपर्छ भन्नु न कुन मनपर्छ 500 मा वाट 500 मा यो 500 को ब्याग यो केटीहरूको लागि चाहिँ बेनिफिट रहेछ क्या 500 मा ब्याग यो चाहिँ 2000 को रहेछ यो चाहिँ 5000 को चमचम चम्किला ब्याग किनकि सामानहरू पनि राखिदिएको छ अब विशेष म तपाईँहरूलाई यही देखाउन आएको हो सो अब म यहाँबाट निस्किन्छु अनि फेरि वाइड एङ्गलमा हेर्नु मसँगै दिस इज सेकेन्ड स्ट्रिट यदि कसैलाई मनपर्छ कि गुगलमा गएर सेकेन्ड स्ट्रिट सर्च गर्नुभयो भने यस्तो नजिकै भएका क्षेत्रहरूको देखिहाल्छ एन्ड देन तपाईँले गएर त्यहाँ मस्तले फाइदा चाहिँ उठाउन सक्नुहुन्छ प्राइस एकदमै लो हुन्छ अनि क्वालिटी भनेको चाहिँ मस्तको हुन्छ चुम्मेश्वरीवाला हुन्छ त्यो कुरा राखिदिएको छ यदि तपाईँलाई चाहिन्छ किन्ने रहर छ पियानो बजाउन मनपर्छ पियानो पनि राखिदिएको छ कस्तो खालको मनपर्छ त्यस्तै राखिदिएको छ तपाईँहरूलाई अनि यहाँ साइकल पनि राखिदिएको छ किन्छु अब चाहिँ मेरो भगाइ हुन्छ तो गाइजहरू मेरो रुमको अगाडि भएको पार्कमा म पुगिसकेको छु मेरो रुम अगाडि छ अनि म थर्ड फ्लोरमा बस्छु नि त अब देखिहाल्छ यहाँबाट अनि बाहिर मैले कपडा सुकाएको छु देखेको छ नौटाको कति त्यहाँ पानी परेर त्यहीँ भिजेको छ त्यहीँ सुकेको छ एक साइडमा अर्को साइडमा फेरि जुत्ता राखेको छु त्यो पनि त्यस्तै भएको छ यस्तै हो केटा भएपछि केयरलेस म्यान सो अब म तपाईँलाई भन्छु 3वटा पर्पज हो फर्स्ट म तपाईँहरूलाई एडभेन्चर टाइपको भिडियो देखाउँछु ट्राभलिङ टाइपको है जसमा भ्लग गरेर म तपाईँलाई देखाउने प्रयास गरिरहेको छु सेकेन्ड थोरै भए पनि नलेजेबल कुराहरू चाहिँ म तपाईँलाई देखाउन चाहन्छु नलेज चाहिँ दिन चाहन्छु एन्ड थर्ड भनेको चाहिँ स्टुडेन्टको लाइफ चाहिँ म तपाईँलाई देखाउन चाहन्छु जस्तो लाग्यो मेरो भिडियो यदि तपाईँलाई मन परेको छ भने चाहिँ लाइक गर्नु होला कमेन्ट गर्नु होला कमेन्टमा जस्तो मन लाग्छ त्यस्तै कमेन्ट गर्नु होला अनि सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला बिकज अफ सब्सक्राइब गर्नुभयो भने म ग्रोथ हुन्छु नयाँ साथीहरूलाई सेयर गरिदिनु ताकि सपोर्ट गर्न नबिर्सिनु होला तपाईँको मिस्टर बीलाई आजको ब्लग यति नै गाइजहरू बाई बाई सी यु इन द नेक्स्ट भिडियो